क्लास 4 र 5 का विद्यार्थीहरूलाई लिएर एक दिनको पिकनिकमा बन्दीपुर जाँदैछौँ। हेर्न सक्नुहुन्छ यहाँ विद्यार्थीहरूको वेलकम टु माई वकिल यादव ब्लग। अहिले हेर्न सक्नुहुन्छ ईशानी थापा र सुचित्राको। अहिले हामी ओसो ध्यानका सुजाता नम्रता अहिले हामी ओसो ध्यान केन्द्रमा पुगिसकेका छौँ। त्यसपछि यहाँभित्र सबै विद्यार्थीहरूले चाहिँ अहिले नास्ता चिया उता नास्ता गरिरहेको हेर्न सक्नुहुन्छ। सबै विद्यार्थीहरूले बसेर यहाँ हेड सरले आफै विद्यार्थीहरूलाई पाउरोटी र चिया दिँदै ओ त्यसमा पनि गएर बस न, उभिएको विद्यार्थीहरू त्यहाँमा गएर बस। यहाँ हेर्न सक्नुहुन्छ सबै विद्यार्थीहरू चाहिँ लाइनमा उभिएर चाहिँ अहिले नास्ता पाउरोटी र चाहिँ चिया खाँदै हेड सरले स्वयं विद्यार्थीहरूलाई चाहिँ अहिले पाउरोटी दिँदै अहिले खोलाघाटतिर ओसो ध्यान केन्द्रमा छु म। राख्न सक्नुहुन्छ साथी, अहिले हामी ओसो कैलाश ध्यान केन्द्रबाट त्यहाँ नास्ता गरेर अहिले हामी अगाडि अब बन्दीपुरतिर जान लाग्यो। अब बन्दीपुर वार्ड नम्बर 7 3 धारा तनहुँमा आइसकेका छौँ। अहिले यहाँ हेर्न सक्नुहुन्छ यो पिकनिक स्पटमा चाहिँ यति भिड भएको कारणले तलदेखि माथिसम्म टपसम्म कति भिड छ। अहिले ठाउँ नपाएर चाहिँ हामी अहिले यहाँ सहकर्मी साथीहरूले चाहिँ यहाँ काम गर्दै यहाँ आज हामी यहाँ बन्दीपुर 3 धारा तनहुँमा आएका छौँ। आज 4 क्लासका बालबालिकाहरूले लिएर हेर्न सक्छौँ। अहिले यो पिकनिक स्पटमा चाहिँ ठाउँ नपाएर चाहिँ हामी यता तल मनाइरहेका छौँ। एकदम राम्रो। यो 3 धारे किन राखिएको छ भने यहाँ चाहिँ 3वटा धारा व्यवस्था गरिएको छ। त्यो म धारालाई चाहिँ हेराउन चाहन्छु। 1 उता 2 त्यसपछि 3 अहिले व्यवस्थापन गरेर अहिले चाहिँ 5वटा धारा अहिले बढाइएको छ। यहाँ 3 धारेमा पिकनिकको लागि एकदम राम्रो, पानीको पनि कमी नहुने एकदम व्यवस्था गरेर व्यवस्थित गरिएको हेर्न सक्नुहुन्छ। यहाँ धाराहरू पिकनिक स्पट एकदम राम्रो खालको, सबै ठाउँमा चाहिँ प्लग व्यवस्था गरिएको, मन्दिरहरू यहाँ कस्तो रमाइलो भएको ठाउँ हो यो ठाउँलाई 3 धारे भनिन्छ। माथि जाने बाटो यहाँ हेर्न सक्नुहुन्छ। आज पिकनिक मनाउन आएको कति बसहरू यहाँ बस पार्किङ क्षेत्र यहाँ माथि हामी जान्छौँ। अब हेर्न सक्नुहुन्छ अहिले चाहिँ रोस्ट बनिरहेछ। रोस्ट बनेर पुरै तयार। यहाँ चाहिँ पुरै बोरामा राखिएको छ रोस्ट। एकछिन पछि चाहिँ हाम्रो धमाकेदार पार्टी हुन्छ। रोस्ट अहिले बनिसक्यो हो। उता दुईजना सरहरू एकदम वेटिङमा कहिले खाने हो भने रोस्ट पर्खाइमा। अब त्यसपछि चाहिँ उता ग्रेभी बनेर तयारी भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ यता अचार यो सबै यता ग्रेभी यहाँ पुरै रेडी छ हेर्न सक्नुहुन्छ। अहिले एकछिन पछि हामी पुलाउ
त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ विद्यार्थीहरूले कति मजाले खाना खाँदै हेर्नु कस्तो खाना लागिरह खाना कस्तो लागिरह राम्रो हो हेलो हेलो कस्तो खाना लागिरह दामी कस्तो लागिरह मिठो भइरह मिठो भइरह सर्दीले तेल्टी भागे कस्तो खाना लागिरह भगवान थापा मिठो यहाँ अहिले छुट्ने अहिले हेर्न सक्नुहुन्छ विद्यार्थीहरूलाई